यो हो पाल्माको भ्युज यहाँ तलपट्टि देखिन्छ सर हेर्नु बाटो नेपाल जस्तै रोड छ सर घुमेती कस्तो गाउँतिर जाने कति रमाइलो ठाउँ छ यता त्यो गाउँ नेपालको जस्तो झल्को मेटाउने ठाउँ छ त्यहाँ पानी ताल परेछ है पानी परिरहेको पहिरो खसेछ त्यहाँ सर यस्तो ठाउँ छ दामी ठाउँ छ नेपालको जस्तै भ्युज तराईतिर गाई बाख्रा चराउने ठाउँ जस्तै है यति रमाइलो ठाउँ छ नेपाल जस्तै हो क्या सेम नेपाल हावा कस्तो हावा चलिरहेको फेरि पाहाडतिर रमाइलो छ होला सायद मान्छे हिँडिरहेको छ तलतिर बाटो सर यो बाटो कहाँ जाने हो यस्तो बाटो घुम्ती छ हो यतापट्टि घुम्ती रोड छ नेपाल जस्तै सर हो त्यो चाहिँ सेतु पालो है त्यो चाहिँ सेतु पालो सानो सानो घरहरू छ यतापट्टि घर छ जता सानो भए पनि डाँडामै घर भयो नि तर बाटो चाहिँ पुगिन्छ क्या यहाँ मान्छेहरू सानो सानो नेपालमा हुने सानो सानो घर जस्ता खान तर पनि यस्ता घरहरू यहाँ पनि राजनीति चल्छ तर राजनीति चले पनि एउटा विकास आफ्नो गाउँठाउँको लागि विकास जीवन चाहिँ जानेको छ कि यो मान्छेहरूले जति राजनीति भयो नि भ्रष्टाचार राम्रो ठाउँ छ लहरी छ कति बजार राम्रो ठाउँ छ तपाईँहरू घुम्न आउनु होला है पाल्पा डाँडा